हेलो नमस्ते। आज म हजुरहरूलाई सानो रेलवे स्टेसन देखाउन गइरहेको छु, जो चाहिँ भारत र नेपालको सिमानामा रहेको रेलवे स्टेसन हो। सबैले हेरि त सक्नु भएको छ, तर पनि आजभन्दा 19 वर्ष अगाडि मेरो जिन्दगीको लाइफमा चाहिँ पहिलाचोटि यहाँदेखि ट्रेन चढेको थिएँ। त्यसको झझल्को आज दिलाएको छ कि पहिलाचोटि ट्रेन चढ्दाखेरि धेरै नै मुस्किल भएको थियो। कहाँ जाने होला, पूर्वतिर चढ्ने हो कि पश्चिम जाने हो कि कहाँ झर्नु पर्ने हो भनेर बहुत गाह्रो भएको थियो। त आज त्यसैले गर्दा तपाईँहरूलाई पनि एकदमै सानो रेलवे स्टेसन जोगमनी स्टेसन देखाउन गइरहेको छु। त्यसो हुनाले गर्दाखेरि पहिलाचोटि जिन्दगीमा पहिलोचोटि ट्रेन चढ्दाको याद आएको हुनाले गर्दा तपाईँहरूले पनि हेरिदिनु हुन्छ होला भन्ने आशा राख्दै, यो ट्रेन चाहिँ सिधा नेपाल बोर्डरदेखि एउटै मात्रै ट्रेन सीमाञ्चल एक्सप्रेस, जहाँ कि आनन्द विहार दिल्लीसम्मको यात्रा यहाँदेखि हुन्छ। यो ट्रेनको टाइम चाहिँ 8:20 कि शामको बेलुकाको चाहिँ 8:45 यहाँदेखि मुभ हुन्छ। अनि तपाईँहरूले पनि कोही पनि जोगबनीदेखि ट्रेन चढ्नु चाहनुहुन्छ भने चाहिँ 8:30 भित्रमा स्टेसन आउँदाखेरि ठ्याक्कै टाइम पाउनुहुनेछ। त 8:35 भन्दा चाहिँ ढिलो नगर्नु होला भन्ने जानकारी दिँदै, सानो कुराहरू चाहिँ थाहा नभएर हामी एकदमै घरदेखि एडभान्स निक्लिने चलन छ। त्यस हुनाले त्यस्तो नगर्नु होला भन्ने आशा राख्दै, सही समयमा पूर्वधरानदेखि चाहिँ लगभग क्लास 10 गाडीमा आउँदा पनि यो ट्रेन चाहिँ भेटिँदो रहेछ। लगभग 5 बजे भेट्दा पनि हुने रहेछ। यति जानकारी दिन गइरहेछु, अन्यथा नसम्झिनु होला है। सानो कुरो चाहिँ हामी ख्याल गर्दैनौँ। त्यस हुनाले गर्दा विशेष मेरो उद्देश्य थियो कि यसको टाइम चाहिँ 8:45 यानि कि 20:45 हर्जमा यहाँदेखि चाहिँ मुभ हुन्छ 8:45। यति जानकारी दिन चाहन्छु। थ्याङ्क यू सो मच। नमस्ते, सेवा श्यामुना फ्याप्ला जोजोलोपा झोडले टाँसिदेले सेजलो अनि जय मुसी पनि भन्दै सबै धर्म संस्कृतिले समेट्दै बिदा हुन चाहन्छु। हस्त सबैजनालाई थ्याङ्क यू सो मच।